म उबर चलाउँछु, प्राय रातिको शिफ्ट। गत हप्ता साँझ 11 बजे एकजना बुढा मान्छे चढ्नुभयो। उहाँले भन्नुभयो, आज रात मलाई 5 ठाउँ पुर्याउनुस्, $500 नगद, तर काम सकिएपछि मात्र किन भनेर सोध्नु। पहिलो स्टप उपनगरको घर। उहाँ गाडीमै बसेर 10 मिनेट त्यो घरतर्फ हेर्नुभयो र चुपचाप रुनुभयो। दोस्रो प्राथमिक विद्यालय, अँध्यारो खेल मैदान। उहाँ झुलामा बस्नुभयो। म यहाँ 43 वर्ष पढाएँ भन्नुभयो। तेस्रो डाइनर। उहाँले कफी अर्डर गर्नुभयो तर छुनु भएन। 1967, यहाँ नै हाम्रो पहिलो डेट, उहाँले फुसफुसाउनु भयो। चौथो चिहान घाट। उहाँ ढिलो ढिलो एउटा चिहान अगाडि उभिनुभयो। मेरो श्रीमती, 3 वर्ष भयो, आँखाभरि रातोपन। पाँचौं अस्पताल। त्यहाँ पुगेर उहाँले भन्नुभयो, मलाई स्टेज 4 क्यान्सर छ, केही हप्ता, सायद केही दिन। आज रात म आफ्नो जीवन फेरि एकपटक हेर्न चाहन्थे। पछि $500 दिन खोज्नुभयो। मैले मानेन, तर उहाँ अडिग हुनुहुन्थ्यो। दिन कोही बाँकी छैन, तिमीले मलाई 3 घण्टा दयालुता दियौ। भोलिपल्ट म फर्किए, फूल लिएर, ढकढकाए। उहाँ मुस्कुराउनुभयो। मार्कस, तिमी फर्कियौ? पछि 2 हप्ता म हरेक दिन गएँ, कहिले कफी, कहिले समाचार, कहिले चुपचाप हात समाएर। अन्तिम दिन उहाँले भने, मानिसहरूलाई भन, अपरिचितलाई हेर्नु, साँच्चीकै हेर्नु, सबै कतैतर्फ जाँदैछन्, बाटैभरि दयालु हुनु। पछि उहाँको हार्ट मोनिटर चुप भयो, तर उहाँ एक्लै जानु भएन। र म अब फरक तरिकाले चलाउँछु। म सोच्छु, सुन्छु, हेर्छु, किनकि कुनै रात कोही आफ्नो अन्तिम यात्रामा हुन सक्छ। त्यसैले त्यो अपरिचित बन्नुहोस्, कृपया।